नमस्ते एभ्रीबडी वेलकम। तपाईहरुलाई स्वागत छ। आज चाहिँ दशैं। अब दशैं त दशैं हैन, अब के दशैं भन्नु। बिहान 6 बजे काममा निस्केको मान्छे अहिले बज्दैछ 8:18 भइछ। 8:18 मा घर आइपुग्दाखेरि अब दशैं यस्तै हो। दशैं काम गरेर जिउ थाकेर ओभरटाइम गरेर आइपुगेको छ हैन। सो दशैं हो, केही न केही त अलिकति हुन्छ नि, खानेकुरा भए पनि बनाएर खाम, अरू नभए पनि केही गर्न नसके पनि भनेर सोचेको छु। त्यही भएर चाहिँ अब चाहिँ म छिटो छिटो सावरहरू गरेर फ्रेस भएर अनि पछि फ्रेस भइसकेपछि चाहिँ यस्तो खानासाना बनाउनु पर्ने हुन्छ। लास्टै गर्मी भएर पसिनै पसिना आछ, किनभने भर्खरै म कामबाट आइपुगेको नि त, त्यही भएर। इन्ट्रेस्टिङ त म होइन, म त बिचमा आउने मान्छे हो। भन न। ह्याप्पी दशैं। फरारीको पर्फ्युमबाट दशैंको सुरुवात। आज चाहिँ दशैं, त्यही भएर तपाईँ चाहिँ आज छिटो आउनु भयो नि त। आज दशैं भएर आधी घन्टा 1 घन्टा छिटो आइयो, 1.5 घन्टा छिटो छुट्टी गरेको थियो मलाई। अब नुहाइधुवाइ गर्ने, खानासाना बनाउने। म चाहिँ अब यहाँ म पनि भर्खरै आएर त के भनौँ 8:18 मा आइपुगेको थिएँ। अनि यहाँ भात बसालेँ, अनि आलु सिटी गरेर अनि यहाँ बनाउँदैछु। तरकारी बनाउँदै आइपुगिहाल्छु वहाँ पनि। तरकारी मतलब ब्रोकली अलिक फ्राई गर्दैछु। अनि पछि आज त त्यस्तो साह्रो दशैं भए पनि दशैं जस्तो छैन नि होइन। बिहान 6 बजे गएर 8 बजे घर आइपुगेको छ। 8 बजे घर आएर अब केही न केही बनाएर खामले मिठो भए पनि बनाएर खाऊँ भन्ने। अब खसीको मासु अर्डर गरेको, फेरि मासु नआएर त यस्तै त, अब के गर्नु, जे छ त्यसैले अब मिठो मसिनो बनाएर खानुपर्ने हुन्छ है। त दशैं चाहिँ यस्तै हो, अब के गर्नु। अब चाहिँ टक्क लगाएर अचार बनाउनु पर्ने हुन्छ। सो यहाँ सबै सामानहरू छ। अब म चाहिँ छिटो काटेर अचार बनाउनलाई स्टार्ट गर्छु। अचार बनाउनलाई यहाँ पिस्नु भएको अरे कसैले, सिलामहरू त पिसेर अनि अचार बनाउनलाई अचार चाहिँ रेडी भयो छ। ब्रोकली रेडी भयो, यो भयो, अनि पछि यो भयो। अहिलेसम्म हाम्रो भएको भने यति हो यार। ब्राउन बन्दैछ यतापट्टि, ढुङ्ग्री र ब्राउन। पापड खानुपर्ने हो तर है, पापड नभएपछि अब यस्तै हो। भएको घरमा जे छ त्यही। यहाँ मासु म्यारिनेट गर्न आँटेको, नुन, बेसार, मिट मसला, जिराको धुलो, टक्क लगाएर अब अलिकति खुर्सानी, टक्क लगाएर अलिकति दही पनि हाल्नुपर्ने हुन्छ। ला दही त चुइयो नि त, समात्नु त। मोल्ने हातले टटाक लगाएर सबै मजाले। ड्रमस्टिक चाहिँ लेग पिस यसरी काट्नुपर्ने हुन्छ, किनभने यो ड्रमस्टिक चाहिँ मजाले पाक्दैन नि त। त्यही भएर बिचमा चाहिँ यसरी तपाईँहरूले कट काट्नुपर्ने हुन्छ। अनि मेरो बोयफ्रेन्ड चाहिँ यहाँ दौडिरहनु भएको। गाह्रो छ। यतापट्टि के पाक्दै र यता दाल पाक्दैछ। अनि मेरो बोयफ्रेन्डले भर्खरै यहाँ ब्राउनहरू फुराएर बस्नु भएको। अनि टमाटरको अचार बनाउनु यहाँ मस्यौरा र मसरुमको छोला बनाउनको लागि चाहिँ टमाटरको अचार अलिकति चाहिने हुन्छ। लगाएर यो चाहिँ अचारको लागि गोलभेडा के भन्छ यसलाई, सेकेको यसलाई अब के भन्नु, सेकेको भन्नु नि, मिठो यो डढाको फ्राई गरेको, फ्राई त भन्दैन डढाको। यसरी टक लगाएर यसरी टङ यो अदुवा लसुन चाहिँ कुट्नुपर्ने हुन्छ। कुटिरहेको छु। यहाँ चाहिँ टक्क लगाएर
मासु चाहिँ म्यारिनेट भइसक्यो अनि यता चाहिँ पहिला यसो अब यसो त्यसपास गरेर अचार चाहिँ हाम्रो मिक्सर मिक्सर रहेछ मिक्सर नभएको कारणले हात छिटो चल्यो भने यसले पनि काम गर्छ कि है ल राखेर निकाल्ने भयो त्यो छिटो गरी यहाँनिर पसिना आउँछ कि आउँदैन देखाइदिन्छु मिक्सर चाहिँदैन कि अहिले बल चाहिन्छ नि त नि बल धेरै चाहिन्छ कसले युज गर्छ धेरै बल म्यारिनेट हुँदैछ म्यारिनेट भनिरहेको थियो त्यही भएर तपाईँले मलाई सच्याउनु भएको म चाहिँ के बोल्दै हुनुहुन्छ भन्दैछु आज मासु चाहिँ हुँदैछ है त अरू के पाकिसक्यो त हाम्रो खानामा भन्दाखेरि यो अचार यो के भन्छ यसलाई प्राउन र यो के हो यो ब्रोकली यो टमाटरको अचार यो चाहिँ मसरुम र यसलाई के भन्छ ए मस्यौराको छोइला अनि पछि दाल र अब मासु हो त्यसपछि सक्यो यति हो अब चाहिँ टिका मसलाको अलिकति पानी दिनुहोस् टिका मसलाको है दही हालेर अब यो तल गएन कि युट्युबमा तपाईँको म पछि भिडियो देखाइदिन्छु भनेको खसीलाई 2200 पर्छ कि अरे के हो त रातै हुँदैन त्यो के हो छेपुरी साथी गर्नु बेकार छ कि हामीले काटेर नपठाए मासु खान भन्दैन हाम्रो छोराछोरीलाई त्यहाँनिर यहाँलाई खुसी साथी नगरेर हामीलाई नपठाउन भनेर अरे उहाँबाट छोराछोरी दुःख गरेर नपठाए यहाँ पनि साथ पाउँदैन फेरि अर्को दसैँ अब तिहारलाई हो यो तिहारलाई ल्याउनु मैले पिङ्क देखिरहेको किनेर लाएर मलाई एक्लो बनाएको छ अहिलेसम्म ज्वाइँ हुनुहुन्छ ज्वाइँलाई छोरी लिएर गयो भने छैन नि लाख टाइपले भिनाजु गएपछि म आउला नि त खोइ त्यो फुल कन्टेनरभित्र छिरेर लिएर राखेको कन्टेनर रहेछ अलिअलि खाँदै कति दिन हो कि 18 दिन हो कि 18 घन्टापछि अनि उहाँ वेस्ट इन्डिज पुगेर त कन्टेनर खुलेर भित्र मान्छ पानी हाल्नु पर्दैन दही त नहालेर हुन्थ्यो दही फ्रेस हो दही अब यहाँनिर फ्रेस दही कहाँबाट पाउने हो र बट्टाको दही फ्रेसै दही हो दही फ्रेस हुँदै हुँदैन नि सुनेन एकचोटि दुध त फ्रेस हुनलाई ढुङ्गाएर बनाएको पाउनु चाहिन्छ स्मेल आउने छैन नि भने हजुर अरू नै केही छ कि कति हेप्यो है पैसा राख्नु पर्यो होइन के हो लाग्ला विचार गर अक्षय त लाग्ला अक्षय त रातो लाग्ला नि पैसामा फेरि नचल्ला के गरेर परेन ओमान बुझी देखाउनु भन्ने यस्तो गरेर नोट यो चाहिँ हाम्रो अब दक्षिणा देखाएको है यो चाहिँ दक्षिणा टीको अनि यहाँ हाम्रो खाना
यो चाहिँ हाम्रो मिठा मिठा खानेकुराहरू कोक सोक यस्तै छ है त मैले लाउने कि लाउने मैले लाउने होला नि ल पहिला आफूले आफू लाउने हो ए मैले चाहिँ लगाइदिनु पर्यो त्यो भन्नु नि त फेरि आफूले लाउनु भन्नुहुन्छ नि मैले त आफूले लाउने भने नि ए ल मन्त्र पण्डितले मन्त्र पढ्नु होला है म पढ्छु मङ्गला काली भद्रकाली कपालिनी दुर्गा शिवा शिवा धात्री सोहा सोला नमस्तुते यो धेरै किलो भएछ टाँसिएन त्यो त मिलाएर आशीर्वाद दिए धेरै पढ्नु भन्नु भएन धेरै पैसा कमाउनु अब धेरै पढ्ने त पढिहाल्यो अब जति पढ्नु पढ्यो पैसा चाहिँ टन्न कमाउनु है 2-4 वटा मोबाइल अझै मलाई किनिदिनु कस्तो सानो मान्छे भनिन्छ चुक्ला डेलाउने लगा न दाहिने हात त्यो हेमानन्द अत्यन्त कुन्ती सुते विज्ञानम विदुरे भवति भवतां कृति नारायणे आयु वृद्धि रसो वृद्धि वृद्धि भाग्यम धर्म सन्तान बुद्धि सत् के भन्दै सबै बिर्सिने घरिघरि मोबाइल नमाग्नु राम्रो पैसा धेरै कमाउनु पैसा नमाग्नु भन्नु आशीर्वाद दिइराखेको दक्षिणा दिन हात यस्तो चाहिँ म दिइहाल्छु दक्षिणा त हिजो तास खेलेर बुवा हारिहालेँ नि मैले आफूले मात्र ल्या मलाई यहाँ पुस्नु पर्छ हाम्रो चलनमा केटाकेटी दक्षिणा केटी दिँदैन अनि त्यो त फिर्ता पाउँदैछ म दिइहाल्छु भन्दा यतापट्टि गलत पर्दैन उल्टो दक्षिणा पाइनु मैले त घाटा लगाइदिएँ ल साँच्चै के होला कसो ढोग्ने ढोग्ने आउँला हातले ढोग्ने भन्ने नमस्ते गर्ने हातले मात्रै ढोग्ने गोडा बुझ्थ्यो अब बे भएन गोडा ढोग्ने बेला भएन हुनुभयो अनि अब दिदी चलन एकैछिन हात गरेँ मैले नातिनीको देखिने यो नातिको मात्रै देखि मैले लुगा देखि लो अनुहार नदेखायो भने होइन यता बस् न ल कहाँ फुल छैन यहाँ चाहिँ छ हाम्रो खाना अब चाहिँ खाना खानुपर्ने हुन्छ टिका लाग्यो यहाँ चाहिँ फुल यो फुल चाहिँ मैले कहाँबाट टिपेर ल्याएको ओमानुन दिएको ओमानुन भनेको 50,000 को नोट हो तर 5,000 हो मूल्यमा चाहिँ 5,000 हो नेपाली मूल्यमा
किन बोलेको सुन्नु न चिकन लेग पिस अब यही खाइयो अहिले चाहिँ थकाली जस्तै गरेर खाएको पनि थकाली त होइन तर थकाली जस्तो गरेर खाएको हतार हतार बनाएर हातमा अबिर लगाएको भएर चाहिँ कम्ताले खाएको न चाहिँ हातले खाने हो मान्छे यो वर्षको दसैँ पनि सक्यो हतार हतार भयो तर योपालिको दसैँ चाहिँ हतार हतार भयो अस्तिको पालि चाहिँ के बिरानो पाएको थियो र कलेज थियो कि मेरो जोस् त्यतिखेर जस ठिकै भएको थियो योपालि चाहिँ हतार हतारमा खाना त धेरै भयो काममा गयो कामबाट दौडेर आयो धन्न कामबाट अरू 1.5 घन्टा छिटो 1 घन्टा छिटो जान्छु भने चाहिँ 1.5 घन्टा छिटो पठाइदियो बरु त्यहाँ खानेकुरा हामीले अलि ठिकै बनायौँ है कम भयो नि ठिकै नै भयो 9वटा परिकार भयो भने होइन 9वटा खानेकुरा नै बनाइदियो हामीले अनि यो फ्रुट्सहरू यिनीहरू गर्दा त कटिहाल्यो सेल चाहिँ भएन योपालि है सेल चाहिँ भएन किनभने सेल चाहिँ तिहार बनाउला अब सेल बनाएको भए चाहिँ भ्याउँदैन यो टाइम सिलको लागि चाहिँ अगाडि चाहिँ प्रिपेयर हुन्छ तिहारमा चाहिँ अब योपालि जमाएर नखाइरह्यो होइन केही भएन योपालि चाहिँ जमारा पनि राखेन अघिल्लो वर्ष राखेन पिरियड भएर मेरो त पिरियड भएर जमारा पनि पाएन तर अहिले मैले यो फुल चाहिँ टिपेर लिएर आएको थिएँ बाटोबाट कम्पनीबाट आउँदा आउँदै बाटोमा यो के भन्छ होला सयपत्री भन्छ नि सयपत्री फुल छ क्या अनि त्यहाँबाट मैले टिपेर लिएर आएको थिएँ सयपत्री फुल भए पनि छ अब यस्तै हो जुन के भन्छ विदेशको जस्तै है काम सकेर जिउ थाकेर आएपछि मनाउनु पर्छ जे अब जे जस्तो छ त्यस्तै बनाएर खाइयो ह्याप्पी दसैँ अब त्यही हो सबैजनालाई भनौँ ह्याप्पी दसैँ चाहियो पनि ह्याप्पी दसैँ टन्न हौ जिङ्रिङ मटाउ जसले मनाउनु भयो हजुर के तपाईँहरूलाई पनि ह्याप्पी दसैँ नमनाउनु भएको छ भने पनि ह्याप्पी दसैँ होइन अब के भन्नु कतिजनाको त एक्लै हुनुहुन्छ होला अनि मनाउन पाउनुहुन्न नि त सबैजनालाई ह्याप्पी दसैँ आयो बाई कहिले पनि भेटौँला अर्को भिडियोमा ल भाइ बाई